तो सबैजना हेलो। तो आज फेरि तपाईँहरूसँग भिडियोमा जोडिरहेको छु। यसको कारण के हो भन्दाखेरि नि त्यो एउटा अस्ति 14 मार्चको दिन एउटा भिडियो हालेको थिएँ कि मैले, जुन चाहिँ वेट लस गर्नेको विषयमा। त्यो अलिकति गडबड भएछ, त्यसमा डेट पनि गल्ती भनी पठाएछु। अन्त अर्को अलिकति साथीहरूले भन्दै अलिकति टिपिकल हिन्दी भयो, अलिक नेपालीमा हालौँ न भने कि, त्यही कारण नेपालीमा जोड्दैछु भन्दैछु जोड्दैछु। त्यो सबैभन्दा मेरो इन्ट्रोड्युस गराउँछु तपाईँहरूलाई। म एउटा इन्डियन आर्मीबाट बिलङ गर्छु। अन्त मेरो चाहिँ के हो भनेदेखि चाहिँ म चाहिँ एउटा इन्स्ट्रक्टर ट्रेनिङ इन्स्टिट्युट, जुन चाहिँ नयाँ केटाहरू रिक्रुट भएर आउँछ तिनीहरूलाई ट्रेनिङ दिनुको लागि चाहिँ एउटा इन्स्ट्रक्टर हुन्छ नि, त्यसमा म पोस्टिङ भइसकेँ। म त्यो जग्गामा बसिसकेको, नयाँ केटाहरूलाई ट्रेनिङ दिइसकेको मैले। क्या यसको लागि चाहिँ एडभान्स कोर्स गर्नुपर्छ 6 महिनाको लागि। मैले त्यो मेरोमा क्वालिफाइड कोर्स छ म। अन्त यो बाहेक अर्को योगा कोर्स पनि छ, मैले योगा पनि गरेको हो, योगा कोर्स पनि। यो दुईवटा कोर्स मलाई इन्डियन आर्मीले गराएको हो। र चाहिँ मैले अलिकति तपाईँहरूभन्दा चाहिँ अलिकति याद नै छ भनेर चाहिँ म भन्दछु होइन। तो के हुन्छ भने चाहिँ हामीले चाहिँ जब हामी वेट कम गर्नुपट्टि लागिन्छ नि, त्यसमा चाहिँ हामी खालि दुईवटा चिजको मात्रै ध्यान दिनुपर्छ, त्यहाँदेखि बेसी जरुरत पनि छैन। जस्तै सबसे पहिला त अब हाम्रो खानाको कुरा, त्यो बादमा सम्झाउँछु। त्योभन्दा अगाडि जुन चाहिँ हामीले सुरु गरेको छौँ नि, जुन चाहिँ योगा गर्नु, एक्सर्साइज गर्नु, मर्निङ वक गर्नु, जुन चाहिँ सुरु गरेको छौँ, त्यसमा चाहिँ एकदम कन्सिस्टेन्सीली हामी बस्नुपर्छ। त्यसमा चाहिँ लगातार भनिन्छ नि, त्यसमा चाहिँ अब हामीले चाहिँ बिचमा पानी पर्यो होइन, मौसम खराब भयो भने चाहिँ रोक्नुहुन्छ हुँदैन। अगर यसको लागि त अब पानी पऱ्यो भने केही छैन, सानो एउटा 10x10 फिटको एरिया छ पनि हामीले काफी एक्सर्साइजको लागि। आजकल त युट्युबतिर देखाइ त हाल्छ एक्सर्साइज कसरी गर्नुपर्ने हो भनेर। अन्त यो बाँकी अझै अर्को कुरा के हो भन्दा चाहिँ जुन चाहिँ हामीले सुरु गरेको छौँ हामी बिहान, त्यसलाई चाहिँ 20 मिनटभन्दा ज्यादा गर्नुपर्छ। 20, 30, 40 मिनटसम्म। किन 20 मिनटसम्म चाहिँ जुन चाहिँ हामी बेलुका खाना खाएको हुन्छौँ नि, त्यो खाना चाहिँ हाम्रो बडीलाई इनर्जी दिन्छ। त्यो खानाले चाहिँ 20 मिनटसम्म चाहिँ बेलुकाको खानाले नै हाम्रो बडीलाई काम दिन्छ, चलाउँछ होइन। आफ्टर 20 मिनटदेखि माथि चलायो भने चाहिँ जुन चाहिँ हाम्रो फ्याट हुन्छ, त्यो फ्याटले चाहिँ अब बडीलाई जुन हामीले गर्दैछौँ एक्सर्साइज या योगा गर्दैछौँ, त्यो फ्याटले इनर्जी दिन्छ। त्यहाँदेखि चाहिँ त्यसो हुँदाखेरि चाहिँ यो फ्याट गल्लिन्छ मतलब चाहिँ पिग्लिन्छ यो फ्याट, सरी। अर्को यो बाँकी जुन चाहिँ हामी 21 दिन भन्छ नि, चाहे भिडियो हेर्नु भयो भने, कतै युट्युबतिर हेर्नुभयो भने, किताब पढ्नु भयो भए पनि, खालि 21 दिनको कुरा आउँछ। 21 दिनको मतलब चाहिँ अब 21 दिनमा चाहिँ कम हुँदैन तपाईँको। 21 दिन जुन चाहिँ तपाईँले 1 साल 2 साल 3 साल 4 साल लगाएर त्यो जुन चाहिँ अब तपाईँले आफ्नो मोटापा ल्याउनु भएको छ, त्यो चाहिँ 21 दिनमा कम्ती हुन्छ हुँदैन नि होइन। 21 दिनको मतलब चाहिँ यस्तो भनेको कि 21 दिन तपाईँले कन्टिन्यू गर्नु सक्नुभयो भने चाहिँ त्यहाँदेखि अगाडि पनि तपाईँले गर्नु सक्नुहुन्छ भनेको मात्रै। बाँकी सुरुको स्टार्टिङमा हाम्रो अलिकति 1 महिनासम्म पुऱ्याउनु भयो भने चाहिँ तपाईँले कन्टिन्यू नबिसाइकन 1 महिना पुऱ्यायो भने चाहिँ तपाईँको 1 केजीदेखि लिएर 2 केजीसम्म तपाईँको वेट कम गर्न सक्नुहुन्छ होइन। त्यहाँदेखि फेरि 2 महिना 3 महिनासम्म केही रिजल्ट पाउँदैन। आफ्टर 3 मन्थ फेरि तपाईँको फेरि अचानक रिजल्ट तपाईँले देख्नु थाल्नुहुन्छ तपाईँको बडीमा। 3 महिना क्रस गर्नु पऱ्यो होइन। त्यसरी नै गरेर 6 महिनासम्म पुऱ्याउनु भयो भने त अझै राम्रो। 6 महिना पुग्यो भने त तपाईँको त फेरि नयाँ रूप लिन्छ बडीले तपाईँको एकदम। जुन चाहिँ तपाईँले सुरु गर्नुभएको थियो नि स्टार्टिङमा, तपाईँले अब वेट लस गर्नु, त्यही कुरा चाहिँ तपाईँको बडीले एब्जर्भ गर्छ, त्यही कुरा मन पराउँछ क्या। फेरि अब तपाईँले आफै अटोमेटिकली अब तपाईँको बडीले, तपाईँको दिमागले नै भन्छ अब मैले चाहिँ वक गर्नुपर्छ। मैले अब त्यो कुरासँग इन्जोय लिन थाल्छ, एक्सर्साइज गर्नु, वक गर्नु हो। यो 6 महिनादेखि माथि त अझ मजा आउँछ। बाँकी जुन चाहिँ खानाको कुरा गरौँ भन्दाखेरि चाहिँ त्यो खानाको पनि यही हो तपाईँको। यसरी नै अब तपाईँले 21 दिन गर्नु सक्नु, तपाईँले खाना कन्ट्रोल गर्नु सक्नुभयो भने होइन, अब जुन चाहिँ भोक जति लाग्छ त्यति नै खाना खानु भएन नि। अब हामीलाई 100% भोक लागेको छ भने त्यसको 80%मै अब खाना भोक जति मेटिन्छ नि त्यतिखेर रोकिदिनु, खानु बन्द गरिदिनु खाना हो। बाँकी यहाँसम्म पुगिन्छ जस्तो खाना खानु भएन नि। बाँकी योभन्दा अर्को के छ भने चाहिँ जुन चाहिँ हाम्रो बाहिरको खानाहरू खाइन्छ नि, जुन चाहिँ जति स्ट्रिट फुडहरू, त्यो बन्द गर्नु पऱ्यो। पहिला साह्रो पर्छ अब स्टार्टिङमा त, तर हुन्छ, इम्पोसिबल छैन, पोसिबल नै हो। अब मान्छेले गरेकै कुरा त होइन, हुन्छ हुने होइन। सबै मान्छेले गरेकै कुराहरू, अरूले गरेकै अब गर्छ पनि। अझै यो प्रोफेसनल जति पनि
हिरोहरू छ, हिरोइनहरू छ नि, उनीहरूले अब उनीहरूको बाहिरको लाइफ मात्रै दामी हो नि, अन्त भित्र यस्तो त छैन भने हुँदैन। किनभने अब फ्याटी चिजहरू खानु भएन, मासु मांस खानु भएन उनीहरूले, अन्त चाहिँ त्यो बाहिरको देखावटी मात्रै, भित्र हामी जस्तो खानुमा मजा लिँदैन। बाँकी एक्सर्साइज गर्छ त्यति हो, बाँकी केही छैन। अनि त्यही हो, तपाईँ आफ्नो खानुमा कन्ट्रोल गर्नुहोस्, बाहिरको कुरा छोडिदिनुहोस् होइन खानु। अन्त पहिला 21 दिनसम्म आफूले तानेर लानुहोस् खानुमा, त्यहाँदेखि 1 महिनामा तपाईँले रिजल्ट थाहा पाउँछ, त्यहाँदेखि 2-3 महिनासम्म फेरि तपाईँले के रिजल्ट पाउँदैन, त्यहाँदेखि जस्तै 3 महिनादेखि माथिको फेरि तपाईँको रिजल्ट अटोमेटिकली तपाईँले थाहा पाउँछ। तपाईँको वेट एकदम सेप, बडी एकदम स्लिम हुनु थाल्छ, एकदम अर्काले हेर्दा पनि एकदम गुड लुकिङ देख्नु थाल्छ होइन। त्यहाँदेखि माथि 6 महिना पुगाउनु सक्यो भने त फेरि तपाईँको जुन यति खानुहुन्छ नि त्यो सबै हराउँछ। त्यहाँदेखि फेरि तपाईँले जुन चाहिँ नयाँ चिज सुरु गर्नुभएको छ त्यो कुरालाई एब्जर्भ गर्छ, त्यो कुरालाई तपाईँको बडीले फेरि मन पराउनु थाल्छ होइन। अन्त फेरि खाना नै कम्ती गर्नु सक्नुहुन्छ त्यहाँदेखि मात्रै, यति हो। बाँकी टुटाफुटा मैले आफ्नो जति तपाईँलाई सम्झाउनु सकेँ सम्झाउनु खोजेँ होइन। बाँकी योभन्दा त बेसी मेरोमा नर्मल शब्द सम्झाउनु सक्दिनँ, जति मेरोमा आइडिया थियो, मेरोमा ज्ञान थियो तपाईँलाई भनिदिएँ। हुन्छ, नमस्ते। अब तपाईँहरूलाई राम्रो लागेछ भने चाहिँ अलिकति सब्सक्राइब गरिदिनुहोस्, अन्त साथीहरूलाई पनि सेयर गरिदिनुहोस् ल। हुन्छ, हवस्, धन्यवाद, नमस्ते, थ्याङ्क यू।